दाइ धन्यवाद ल बाई ल हामी चाहिँ अब गाउँमा जानलाई गाइस हेलो एभ्रिवान फेरि पनि स्वागत छ म फेरि पनि भ्लगमा आइसकेँ होइन र आज चाहिँ अलिकति स्पेसल खालको भ्लग बनाउनु लागिरहेको छु होइन किनकि आज म चाहिँ गाउँ जान लागिरहेको छु त्यही हो दसैँको होइन सबजनालाई ह्याप्पी दसैँ भन्न चाहन्छु र आज चाहिँ यो भ्लग चाहिँ खासमा मैले खासै बनाउँथेँ होइन किनकि म कति 7 वर्षपछि गाउँ जाँदैछु होइन अनि अलिकति एक्सपिरियन्स हुन्छ नि त अब बाटोहरू हेर्दै जान्छु नि त अनि त्यतातिर अब कस्तो हुन्छ नि त म त अब 7 वर्षपछि जाँदैछु नि त गाउँमा त्यही भएर अलिकति एउटा मेमोरिज बनाउनु मन लाग्यो होइन अर्कोचोटि अब कहिले आउने थाहा छैन होइन त्यही भएर त्यही गाइस र अहिले चाहिँ हामी चाहिँ यो पहिला हामी बच्चामा हुने बेला चाहिँ यो ठाउँलाई चाहिँ सख्खा भन्छ होइन अनि यहाँबाट चाहिँ अब हिँडेर जाने क्या यहाँ हाम्रो अलि माथि त्यहाँ घर सफा गरेर जानुपर्ने त्यही भएर भन्यो र गाइस यता फेरि लिटल वान एन्जलहरू है यहाँ बच्चाहरू देखिसकेँ मैले अब बच्चाहरूलाई किडन्याप गर्ने हो यहाँ भ्लगमा ल ल ल ल ल होइन ल किडन्याप गर्दैन ल ल खोला 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 न किडन्याप गरिदिन्छु अरे यार ढोका लगाइदियो किडन्याप गर्दिनँ ल ल ढोका खोल्न त नानी एकछिन ल यिनीहरू किडन्याप गर्छ भनेर यार ल ल ल यहाँ भिडियोमा आउने तिमीहरू भिडियोमा नआउने हेलो हेलो गाइज के लाग्यो हेलो ल ल ल अब यहाँ भिडियोमा को आउने ल वाट इज योर नेम एकछिन ल के लाग्यो है यो ओ के लाग्यो ए यसको रिफ्लेक्सन हेलो वाट इज योर नेम हाउ ओल्ड आर यु I'm 5. And what is your school name? LKG. Your school name is LKG? Okay, yeah. Okay. And what is your name? त्यो भाइ त लजा ए तिमी कस्तो राम्री भएको त किरिम लाउनु पर्छ नि यता त हो र अनि दादा त यहाँ हेरेर कस्तो नराम्रो छ के भएको मलाई किरिम लाउनु पर्छ त्यो फ्रेस मास्क लाउन त्यो हुन्छ खै जान दादालाई क्रिमै छैन अनि ए भनेको फेस मास्क फेस वास मलाई लगाइदेऊ न पैसा दिनु न किन दाजु चाहिँ यहाँ कस्तो कालो भयो घामले अनि घाममा बस्नु हुँदैन अनि हो र तिमी राम्रो कि म राम्रो तिमी र म को राम्रो तपाईँको किरिम लाउनु पर्छ यता हो र म राम्रो छैन यता देखाउनु ल तिमी सानैदेखि क्युट हो यता हेर न यहाँ हेर त दादाले हेर कपाल त चाउचाउ चाउचाउ किन यो कपाल चाहिँ किन चाउचाउ यो यसरी बाँध्यो भने लामो हुन्छ हो धेरै लाउनु पर्छ तेल लाउनु पर्छ दादाको पनि त्यस्तै बाँधेको छ नि अब लामो हुन्छ भनेर तिम्रो दाँत खै त छैन तिम्रो दाँत कसले लग्यो किराले किरा होइन मुसाले होला किरा भित्र छिर्यो अनि सब लिएर गयो मेरो पेटमा Your eyes so beautiful. Thank you भन उजी गाइदी बाइली ए माइली हो तिमी चाहिँ साइली हैन यहाँ हेर त आमाइनी तिमी वाउ को बवाल यार त्यो पानी कस्तो छ यहाँ बहिनीहरू हेर्छ यहाँ बहिनीहरू हेर्छ क्या युट्युबमा भिडियो कस्तो भयो अझ हाम्रो 3 घन्टा जति लाग्छ अब टाढै जाला अब यहाँबाट चाहिँ होइन यो 1300 भयो त्यो माथिबाट रोड हो होइन अब चाहिँ यहाँबाट हाम्रो उकालो यात्रा सुरु हुन्छ पसिना अहिले चाहिँ फाइनली हामी यता यो एउटा स्कुलनिर आइपुग्यो होइन यता कता भन्छ यो ठाउँको नाम नै आएन पसिना हेर न आम्मामामा हट पसिनाले त जिन्दगी नहिँडे मान्छे मैले एकैचोटि हिँड्ने छु यस्तो
साँच्चै भने यार 7 वर्षपछि चाहिँ म गाउँ आएको होइन यो ठाउँ गाउँ आएको यहाँबाट त अझै लाग्छ 3-4 घन्टा हिँडेर होइन 3-4 घन्टा नि चाँडोमा आएर 7 वर्ष अगाडि चाहिँ म गाडीमा आएको थिएँ होइन गाडी पनि जान्छ तर हाम्रो चाहिँ यहाँ अब हुन्छ नि त माथि घर कालो पानी भन्ने ठाउँमा चाहिँ घर पनि देखाएको थिएन मैले टन्नै भइसक्यो अनि त्यहाँ सफाहरू पनि गर्नुपर्ने थियो क्या त्यही भएर पनि हामी यो बाटो आएको नत्र गाडीमा उता गाउँसम्मै पुग्थ्यो अनि यो बाटो नहिँडे चाहिँ भइसक्यो यार 7 वर्ष भनेपछि त टन्नै भइसक्यो कम्तीमा म अलि सानो बच्चा हुने बेलातिर हिँडे आयो बाटो चाहिँ होइन धेरै भइसक्यो कति भयो त यार 12-13 वर्ष कति त्यस्तै भयो होला 9-10 वर्ष कति भयो होइन यो बाटो म हिँडेकै छैन क्या एकचोटि भूकम्प बेला हिँडेको थियो भनेपछि त्यत्रो त भएन हामी चाहिँ नसक्ने रहेछ गाइज यार अब काठमाडौँमा हुँदाखेरि त्यो हिँड्ने बानी नै छैन नि त जता पनि साधन लिएर टक्क सर जाने बानी 5 मिनट हिँड्नु अल्छी लाग्ने अब यहाँबाट त अब हुन्छ नि 6-7 घन्टा हिँड्नुपर्छ क्या सक्छ त पसिना हेर्नु न यहाँ आम्मामा हैट नेक्स्ट टाइम चाहिँ म हिँडेर चाहिँ आउँदिनँ किनकि पहिला धेरै वर्ष अगाडितिर त अलिक पातलो थियो मान्छे पनि म होइन त्यो बेला चाहिँ अब सक्थेँ हिँड्न अहिले त अब वेट पनि 75-76 यस्तो भइसक्यो नि त हिँड्ने बानी पनि छैन हिँड्नु पनि सक्दैन एनर्जी पनि छैन अनि यस्तो गाउँघरको बाटो हिँड्न सक्छ त हामी हैट वाइल गाह्रो भयो यार वाइल गाह्रो हैट ल गाइज अब एकछिन रेस्ट गर्छु म चाहिँ यहाँ त्यसपछि चाहिँ यहाँबाट लागिन्छ मम्मी र बाबु चाहिँ अगाडि हिँडिसक्यो अब म चाहिँ अब त्यही हो बेडै हिँडाइ हो भने चाहिँ पुग्दैन रात पर्छ ल गाइज एकछिन भेटौँ खाली खुट्टा हिँड्दै यार चप्पलले चाहिँ लास्ट गर्मी हुने खुट्टा पोले जस्तो भयो यता चाहिँ टक्क लाएर दिस इज द लास्ट रिसोर्ट यहाँ चाहिँ बन्जी जम्प है पहिला आएको एकदम फेमस प्लेस पहिला चाहिँ हामी यो ठाउँबाट जान्थ्यो यहाँबाट यस्तो हुँदै हुँदै माथि अनि त्यहाँबाट यस्तो क्रस गरेर जान्थ्यो क्या पहिला हामी चाहिँ माथि घर त्यहाँ बस्ने बेला चाहिँ यहाँ आउँथ्यो क्या यो के को रुख रे बाबु यो सिमल होइन यो खानु मिल्छ हो खै यो के हो खानुलाई हो कि यो के हो कस्तो खालको हुन्थ्यो क्या अनि यो रुखमा जान्थ्यो क्या हामी चाहिँ यो माथि पहिला टिप्नु जान्थ्यो मलाई चाहिँ यो डोकोहरू यिनीहरू देखाउनु मन लाग्यो यो चाहिँ हलो यो चाहिँ के भन्छ यार यसलाई जुवारी होइन यो चाहिँ त्यो ठ्याक्क गोरुको त्यो घाँटीमा लाउँछ होइन अनि त्यसले बाँध्छ अनि यो चाहिँ यो खाले चाहिँ ठ्याक्क त्यो धान रोप्ने बेलातिर होला सायद सम्म पार्ने होला यो चाहिँ खन्ने होला होइन खन्ने होला चाहिँ यो दिस वान इज खन्ने कुन ओ यो खान्थ्यो है पहिला हामीले यहाँ चाहिँ सिमी साग छ तर क्यामेरा फेरि अफ गरेर अर्कोपट्टि गर्नुपर्छ गाइज मैले सेल्फीहरू भ्लग गरेर आएको छु यसरी चाहिँ अलिकति कम्फर्टेबल लाग्छ हाम्रो घर हो गाइज कहाँ मुनि पो बनाएर रहेछ त ए मैले त ऊ त्यो कुनातिर बनाहाला भने यहाँ थियो पहिला घर चाहिँ ल यार हामी यहाँ नआएको नि भयो होला 10-12 वर्ष बेसी अब यहाँ झाडी पलाएको के पला जङ्गलै भएछ यार यो त झाडी पलाएर त यहाँ बिजोक भएर छ त आम्मै हरि बिजोक छ त कोही बस्ने भए पो नि आमा हट 10-12 वर्षपछि आयो नि अनि यस्तो नि हेर्दा है आमा म त यहाँ त एकचोटि यो बनाएर त एकचोटि त छिरे होइन एकचोटि छिरे होइन नि यहाँ बनाउनु त घर त दामी बनाएर रहेछ घर त दामी हो यो सफा झाडी लियो क्या यो बेच्दिन पायो नि बरु हुन्थ्यो पर्दैन किन राखे बस्नु राख्ने किन भनेपछि यो काठको यो सबै ढोडेको छ आगो चाहिँ घर चाहिँ टक्क कलर सलर लाएर सिमेन्टेड होला नि हामी वाउ
यहाँ हामी बस्दैन नि त त्यही भएर पनि यो अति भयो क्या यो घर चाहिँ खासमा हेर झाडी पला त्यहाँ चाहिँ अनि अब नेपालकै फर्स्ट बन्जी जम्प फर्स्ट भन्दा पनि के भन्छ यार यसलाई फर्स्ट चाहिँ होइन के भन्छ हाइस्ट नेपालको सबभन्दा हाइस्ट बन्जी जम्प चाहिँ अब यहाँ बनिसकेको छ तर यो पुरै अलि राम्रोसँग चाहिँ भएको नै डेन्जर हाइटिसक्यो डेन्जर तपाईँले त ठ्याक्कै चिन्नुभयो त मलाई त अहिले ठुलो बुढा भइसक्यो बुढै भइसक्यो तपाईँ त मैले पहिला भर हुँदै देखा नानी यो हिँड्नु जम्मै फार्ने मै हो कसले फार्छ यो चाहिँ फार्ने उनीहरू मैले लाइफमा फर्स्ट टाइम एक्सपिरियन्स चाहिँ होइन पोर्क बङ्गुरको मासु मैले बच्चामा मासु खानु हुन्थेन होइन एलर्जीको कारणले अनि मासु मैले खान्थेन अनि फर्स्ट टाइमै हो क्या मैले कहिले पनि खान्थेन अनि लाइफको फर्स्ट टाइम मैले मासु एक्सपिरियन्स गरेँ मासु खाएको भनेको चाहिँ हाम्रो त्यो ठुल्बा चाहिँ पहिलादेखि नै अब रक्सी खाने हल्का झ्याप हुन्थ्यो होइन अनि बङ्गुर काटेको थियो अनि त्यो टाइममा चाहिँ मलाई चाहिँ बच्चामा फर्स्ट टाइम मैले फर्स्ट मासु खाएको भनेको नै बङ्गुर होला क्या अनि उहाँ हाम्रो ठुल्बाले चाहिँ रक्सी खाएर तिरमिर भएको थियो ल खा मासु भनेर मुखमा खाइदिएको थियो फर्स्ट टाइम खाएको यस्तो मिठो भयो क्या अनि मलाई चाहिँ त्यो कुरा चाहिँ बाउले थाहा पाएर यस्तो पीडाएको थियो त्यो टाइममा होइन त्यो ठ्याक्क याद आयो क्या उहाँ देखेर चाहिँ मैले फर्स्टचोटि मासु खाएर चाहिँ हाम्रो ठुलो बाउ दार्जिलिङ ठुलो बाउले खुवाएको थियो मासु चाहिँ त्यहाँदेखि मासु लभर हो गाइज देखाउँछ है तपाईँहरूलाई यो चाहिँ मलाई एकदम म बच्चामा आएर अनि त्यसपछि आएको छैन नि त त्यो भएर मेरो लागि चाहिँ यो हुन्छ नि कुरा चाहिँ एकदम ठुलो हो क्या 14-15 वर्षपछि आएको यो घरमा त म छिरेँ छैन फर्स्ट टाइम हो हाम्रो माथि अलिकति माथिबाट थियो त्यहाँ हुँदा चाहिँ आएको थिएँ अहिले यहाँ चाहिँ आएको छैन सामानहरू चाहिँ रहेछ के छ अब मलाई चाहिँ अरू सामानहरू भन्दा पनि मलाई चाहिँ मेरो त्यो बच्चाको फोटोहरू छ कि छैन भन्ने त्यसको लागि चाहिँ म एकदम त्यसको लागि पनि यहाँ एकदम उत्साहित भएर हुन्छ नि बच्चामा हुँदाखेरि देखेको चिजहरू अब फेरि यो उमेरमा आएर 9-10 वर्ष त्यस्तै होला हुँदाखेरि आएको अनि त्यसपछि चाहिँ बल्ल यहाँ अब यो हेर्नु खोज्दैछु अब यहाँ म खोज्छु के पाउँछ गाइस ल चेक एकछिन यो चाहिँ त्यो पहिला बच्चा हुने बेला यही सिरानी थियो पहिलाको सिरानी होइन यो चाहिँ लानु पर्यो के हो लायो नि तल काठमाडौँ गएपछि मधिसेलाई साटिहाल्छ यो मम्मीले त काम छैन घन्टी यो चाहिँ पहिला बच्चामा पूजा गर्थ्यो है त्यो बेला यही घन्टी बजाउँथ्यो त्यो बाबाले पूजा गर्थ्यो त्यो बेला यो चाहिँ त्यो जमानाको खुकुरी है त्यही बेलातिर जस्तो लाग्छ तर यो खासै चलाएन नयाँ त देखिँदैछ है तर नयाँ चाहिँ होइन के हो यार यो ओए राजभाइ खोइ माटो हो नि त राजभाइ सामान निकाल सिरपाते खोडा चिकाल छ्या भन्दाखेरि मा कत्रो हो खुकुर्नी गाइज हेर खुकुरी वाइल्ड ठुलो छ बुट्टा सही लाग्यो है बुट्टा पहिला जमानातिर चाहिँ बुट्टा हान्ने चलन थियो खुकुरी त हेर वाइल्ड छ त हौ यसले त सबै जान्छ त